नमस्कार साथीहरु, मेरो नाम तपेन्द्र मालो, म कक्षा 8 मा अध्ययनरत छात्र हुँ। हामीले ठाकुर विषय पढ्दै गर्दा गुरुले हामीलाई एकाइ 2 संस्कृति अन्तर्गत माटोको मूर्तिको परियोजना कार्य गर्न लगाउनु भएको। मैले आज माटोको जाँतो बनाइरहेको छु। जाँतो भनेको एउटा प्राविधिक सम्पदा हो र यसले हामीले ऐतिहासिक सम्पदा पनि भन्न सक्छौँ। यसलाई थारू समुदायमा चकिया भनिन्छ भने यो निकै महत्त्वपूर्ण छ। यसले हामीलाई धेरै सहयोग गर्छ। चामल, कोदो, मकै, दाल आदि पिस्न यो चाहिँ पूर्वी पहाडको पाँचथर जिल्लामा प्रयोग बढी हुन्छ। आजभोलि यसको सट्टामा विभिन्न प्रकारका मिलहरू आएका कारणले गर्दा यो विस्थापित हुने क्रममा छ। हाम्रा भोलिका पिँढीलाई यसको बारेमा जानकारी गराउनका लागि यसले कसरी मकै, कोदो, दाल, चामल आदि पिस्छ भन्ने म यहाँ भन्न गइरहेको छु। तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। यसको यो लठीलाई चाहिँ हातो भनिन्छ भने यसलाई चाहिँ मानी भनिन्छ। अनि यसको यहाँदेखि मकै हालेर पिसिन्छ भने यो हाम्रो एउटा परम्परागत विधि हो। यसमा हाम्रो शारीरिक परिश्रम अलि बढी नै हुन्छ, किनभने यो एउटा ठाउँमा बसेर एउटा हातले खानेकुरा हालिन्छ भने अर्को हातले एक ठाउँमा बसेर घुमाइराख्नुपर्छ। यो जाँतोले पिसेको मकैको दानालाई चाहिँ च्याक्ला भनिन्छ भने यो मधुमेह, सुगर लागेका व्यक्तिहरूका लागि धेरै आवश्यक छ। यसको मात्रा बजारमा अलि बढी नै छ। त्यसैले यसको संरक्षण गर्न हामीलाई आवश्यक छ। यसको संरक्षण गर्न हामी सबैको कर्तव्य जिम्मेवारी हो। धन्यवाद।